Hello guys, welcome to my first mini vlog. This is me आयुषा राई. आज चाहिँ मसँगै मुस्ताङ जाम है त. यो चाहिँ डे 1 को भिडियो हो. डे 1 चाहिँ हामी केटिएम टु पोखरा गएको थियौँ. अनि त्यसपछि खासमा जाने भनेको चाहिँ हामी कागबेनीसम्म पुग्ने भनेको थियो डे 1 मा. तर बाटोमा भाइको बाइक बिग्रेको हुनाले चाहिँ हामी पोखरासम्म मात्रै पुग्न सफल भयौँ. अनि पोखरा बास बजेर नेक्स्ट डे मुस्ताङतिर लाग्यौँ. मुस्ताङ लाँदा बिचमा हामी के अरे बागलुङ पनि गएको थियो. बागलुङ मन्दिरमा मैले यसो भिडियो लुगर हिँडेर थोरै बनाइहालेँ. अनि बागलुङ मन्दिरमा दर्शन गऱ्यौँ. अनि पुलतिर गएको थियौँ. पुलमा म लडेर मेरो घुँडा पिल्सेको पनि थियो. अनि त्यसपछि हामी त्यहाँ दर्शन गरेर चाहिँ बागलुङ दर्शन गरेर चाहिँ हामी यहाँबाट मुस्ताङतर्फ लाग्यौँ. अनि मुस्ताङतर्फ लाग्यौँ. बाटोहरू चाहिँ एकदम राम्रो रहेछ. को घुम्न जानुभएको छैन जानु होला अवश्य पनि. अनि को जानुभयो उहाँहरूलाई त अवश्य थाहा छँदैछ. यस्तो राम्रो छ, यस्तो दामी छ, वाउ छ पुरै. तपाईँहरू पनि घुम्न जानु होला एकचोटि. अनि त्यसपछि मैले यहाँ चोर जस्तो मास्क र चस्मा लाएर मेरो थोब्रा पनि देखाइहालेँ. अनि त्यसपछि बिच बाटोमा मैले फेरि राङकोट गरेर पेङ्गुइन जस्तो चटक देखाएँ. अनि दाइले चाहिँ फोटो खिचौँ है भन्नुभएको थियो. भिडियो भएछ. अनि हामी हाँस्यौँ. अनि मैले यहाँ भ्यागुदा जस्तो फत्रक उठिँदै आएँ. शेर्पा ड्रेस लगाइहालेको थिएँ. अनि त्यस चटक देखाएँ. अनि भनेर छोडिदियो. अनि नेक्स्ट डे चाहिँ हामी दुम्बाताल गयौँ. मुक्तिनाथ नेक्स्ट डे चाहिँ मुक्तिनाथ पनि गएको थियो. मुक्तिनाथमा गएर दर्शन गऱ्यौँ, पूजासुजा गऱ्यौँ. अनि त्यसपछि भाइले फनाउनु घुमेर यहाँ चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ. अनि हामी मुस्ताङ के भन्छ मुक्तिनाथ गएर पूजासुजा गऱ्यौँ, दर्शन गऱ्यौँ. अनि फर्केर हामी जेरी गल्ली मुस्ताङमा बास बजेको थियौँ. अनि त्यसपछि नेक्स्ट डे हामी फर्केर आयौँ. यो चाहिँ रूपसी झर्ना. मैले राजेश हमाल जस्तो हात फैलाएर एक्टिङ गर्न खोजेको तर भएन. अनि त्यसपछि हामी यहाँ थोरै भिडियो फोटो खिच्यौँ. अनि खाजा नास्ता खाएर हामी पोखरातर्फ लागेको थियौँ. अनि त्यसपछि भिडियो चाहिँ धेरै लामो हुने भएर पोखरा घुमेको, पोखरातिर रमाइलो गरेको, पोखराबाट काठमाडौँ आएको चाहिँ म पाटो बनाउने उहाँलाई सोच गरिरहेको छु. साथीहरू त्यो पनि हेरिदिनु होला. खासमा मलाई भ्लग पनि बनाउन आउँदैन. यो मेरो फर्स्ट मिनी भ्लग हो. जस्तो भए पनि हेरिदिनु होला. छोटो क्लिप्सहरू मात्रै राखेको छु. माया गरिदिनु होला. लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला साथीहरू. अनि त्यसपछि नेक्स्ट पार्ट पनि आउनेछ. भिडियो 2 पार्ट त्यो पनि हेरिदिनु होला. थ्याङ्क्स फर वाचिङ. लभ यु अल.